नमस्ते सम्पूर्णमा म अनिल अधिकारी। विगत केही समयदेखि नेपाली गीत सङ्गीतको क्षेत्रमा म एउटा प्राविधिकको रूपमा चाहिँ क्रियाशील रहँदै आएको छु र तपाईहरू पनि गीत सङ्गीतको क्षेत्रमा इच्छुक हुनुहुन्छ। गीत सङ्गीतको क्षेत्रमा म्युजिक प्रोडक्सनको कामहरू, म्युजिक रेकर्डिङको कामहरू, म्युजिक मिक्सिङको कामहरू सिक्न चाहनुहुन्छ भनेपछि कृपया मसँग जोडिनु होला र म तपाईहरूलाई रेकर्डिङको कामहरू, मिक्सिङको कामहरू जति जानेको छु आजसम्म मैले सिकेको कुराहरू चाहिँ तपाईहरूलाई सिकाउने छु। त्यसको लागि तपाईहरू चाहिँ मेरो च्यानलमा चाहिँ जोडिनु होला र आज मेरो चाहिँ पहिलोचोटि भएको भएर अलिकति नर्भसनेस चाहिँ मलाई फिल भइरहेको छ, अलिकति कता कता डर जस्तो पनि लागिरहेको छ र आज चाहिँ मैले तपाईहरूलाई रेकर्डिङ स्टुडियो चाहिँ कस्तो हुन्छ भनेर चाहिँ एकचोटि चाहिँ भिजिट गराउने कोसिस गरिरहेको छु र त्यसको लागि चाहिँ अब आज चाहिँ हामी स्टुडियो हेर्छौँ र स्टुडियोको तपाईँको इक्विपमेन्टहरू के हुन्छ, के सामानहरू हुन्छ भन्ने कुरा चाहिँ म तपाईहरूलाई चाहिँ देखाउने छु। मैले तपाईहरूलाई यहाँ देखाइराखेको छु। यो चाहिँ हाम्रो कन्ट्रोल रुम रहेको छ। यो चाहिँ स्टुडियो बी हो र तल चाहिँ अलि ठुलो चाहिँ स्टुडियो रहेको छ र म तपाईलाई कुनै दिन तलको स्टुडियो पनि भिजिट गराउने छु र यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ। यसलाई चाहिँ हामीले साउन्ड कार भन्ने गर्दछौँ यो सेतोलाई र यो चाहिँ यहाँनिर देखिराखेको यो चाहिँ हाम्रो एम्प्लिफायर रहेको छ भनेपछि यो चाहिँ हाम्रो स्पिकर भइहाल्यो र त्यसै गरी यो चाहिँ मिक्सर हो भनेपछि यहाँनिर हामीले देख्न सक्छौँ यो चाहिँ टक ब्याक रहेको छ। जस्तो उतातिर रेकर्डिङ स्टुडियो चाहिँ अर्को कोठामा रहेको छ, उतातिर गायकहरूले गाउँदाखेरि चाहिँ हाम्रो सङ्गीतकारहरू हामीहरू बसेर नै उहाँहरूलाई यसरी गाउनुहोस् भनेर चाहिँ गाइड गर्ने हुनाले हामीले चाहिँ टक ब्याक माइक चाहिँ त्यसको लागि चाहिँ युज गर्ने गर्दछौँ। भनेपछि उहाँहरूले गाउनु भएको कुराहरूलाई हामी चाहिँ यहाँबाट रेकर्डिङ गरिदिन्छौँ, त्यसलाई चाहिँ मिक्सिङ गर्ने कामहरू गरिन्छ र उतातिर तपाईँ देख्न सक्नुहुन्छ। म उता पनि तपाईँहरूलाई भिजिट गराउने छु र तपाईँ देख्न सक्नुहुन्छ यहाँनिर जस्तो हामीले चाहिँ अघि एउटा मुभीको डबिङको काम पनि गरेका थियौँ र यहाँनिर जस्तो यो चाहिँ हामीले चाहिँ यो कुनै एउटा मुभीको काम हुँदैछ भनेपछि अब डाइलगहरू बोल्दाखेरि चाहिँ हामीले चाहिँ यो टिभी चाहिँ उहाँहरूलाई देखाउने गर्दछौँ र टिभीमा उहाँहरूले आफ्नो डाइलग हेरेर चाहिँ बोल्ने गर्नुहुन्छ र त्यसै गरी यो चाहिँ हाम्रो माइक रहेको छ भनेपछि यो चाहिँ हेडफोन, यो चाहिँ लिरिक्स स्ट्यान्ड भन्छ यसलाई। जस्तो गायकहरूले गाउँदाखेरि गीतको शब्दहरू चाहिँ नबिर्सियोस् भनेर चाहिँ यहाँ लेख्ने गर्नुहुन्छ कापीमा र यहाँ स्ट्यान्डमा राखेर चाहिँ उहाँहरूले शब्द हेरेर अनि त्यसपछि उहाँहरूले चाहिँ यसरी यहाँ बसेर गाउने गर्नुहुन्छ र मैले आज यस भिडियोमा तपाईहरूलाई थोरै केही कुराहरू चाहिँ रेकर्डिङ स्टुडियोको बारेमा थोरै कुराहरू चाहिँ मैले सिकाउने कोसिस गरेको छु र बाँकी भिडियोमा तपाईहरूलाई मैले जानेको कुराहरू चाहिँ सिकाउने छु र आजलाई चाहिँ म यति नै भन्दै बिदा हुन चाहे। हवस् त, नमस्ते।